किन चाहिँ खालि सोसल इस्युजलाई मात्रै मोर फोकस दिएर बनाइन्छ एन्टरटेनमेन्टको लागि यत्तिकै हुन्छ नि कुनै सेन्सलेस मुभी चाहिँ बनाउँदा हुँदैन जस्ट हेरेर हाँस्ने होइन यो कस्तो छ भने नि अमेरिकाभन्दा माथि जाने ठाउँ छैन नि त हामीले त्यस्तो अवस्थामा हुर्केर आएको होइन हामी एकदम माथि हाइपमा छौँ सगरमाथा चुचुरोमै पुगेको हो देशको कन्ट्याक्समा कुरा गर्ने भने तर एउटा डिप्रेसन हाम्रो मान्छेको माइन्डमा अझै पनि छ 15-16 वर्षै भयो यहाँ बसेको हामी अझै पनि सोसाइटी सोसल भनि नै रहेका छौँ नि त्यो जड हाम्रो माइन्डबाट गएको छैन भनेपछि होइन अनि हामीले बनाएका त्यो कन्टेन्टमा सोसल इस्युजहरू देखिने सोसलमा भएका भ्यान्डालिजमहरू विकृतिहरू विसङ्गतिहरूमै तानेर बनाउनु पर्ने यता रङ्गभेद जातीय जड बसेको छ क्या त्यो गएकै छैन अबको यहाँभन्दा उता आउने पुस्ताहरूले पहिलो जेनेरेसन म पहिलो जेनेरेसन मभन्दा माथि इभन अब सिद्धार्थ भाइकै जेनेरेसनलाई पनि त्यो डिप्रेसन छ त्यो रोग छ ओके मेरो तर्फबाट चाहिँ कस्तो लाग्छ भने लाइक अब आई थिङ्क आर्ट भनेकै ऐना हो नि त होइन र कम्युनिटीको ऐना हुन्छ नि त इट रिफ्लेक्ट्स द कम्युनिटी अनि स्टोरी टेलिङ इज मोस्ट पावरफुल टुल क्या जस्तै पहिलेदेखि नै हामी हेरौँ न हामीलाई जुनै धर्म अथवा जुनै एनिथिङ यु गो स्टोरी टेलिङ हुन्छ क्या अनि स्टोरी टेलिङले चाहिँ मान्छेलाई मोटिभेट पनि गर्छ होइन ह्याप्पिनेस पनि राख्छ चेयरफुल पनि बनाउँछ अनि आई थिङ्क अहिले हामी कसरी कनेक्ट हुन सक्छौँ त हामीले अडियन्स कसरी ग्रुम गर्न सक्छौँ त हाम्रो कम्युनिटीमा भन्दाखेरि चाहिँ अफकोर्स हाम्रै कथा भनौँ न त भएकै घटना सुनाउनु होइन म सिद्धार्थको कुरामा अलिकति म कसरी पनि जोड दिन्छु भने जस्तै सिद्धार्थले किन भन्ने फिल्म बनाउँदाखेरि त्यो किनमा जुन विषय उसले उठान गरेको थियो त्यो विषयलाई उठान नगरेर अर्कै एउटा रोमान्टिक ड्रामा केही बनाएको थियो भने त्यो त्यस्तो मजाले चल्ने थिएन किनभने त्यो चिज छ मैले अघि भने नि त्यो चिज छ जस्तो खैके बन्यो नि पछाडि त्यही पनि छ कि त्यही पनि चलिरहेछ अहिले अनि मान्छेले चाहिँ त्यो ठ्याक्कै त्यो अभिनय भनेको चाहिँ त्यो सामाजिक दर्पण चित्र एउटा छट्टै निकाल्ने हो नि त एउटा विषयमा अनि हामी त्यही ह्याङओभरले हामीलाई छोडेकै छैन हुन चाहिँ गगन भाइले भनेको कुरा चाहिँ सही हो अरू नै विषयमा बनाउँदा पनि हुने हो कन्टेन्ट होइन तर हामी त्यहीँ अल्झिरहेछौँ तर अब के भन्न त्यसमै अल्झिनु सही हो कि त अथवा आई थिङ्क अगाडि बढ्नु सही हो अफकोर्स डेफिनेटली हामी अगाडि बढ्नु पनि पर्छ त्यहीमा अल्झिराख्नु पनि हुँदैन हामीले पो हाम्रो समाज मात्रै भनिरहेर पनि त हुँदैन नि त समाजले हामीलाई कसरी हेरिरहेछ कुन रूपमा जान समाजले नै चाहन्छ जस्तो लाग्छ क्या होइन अलिकति अर्कै खालको मुभी बनाउन होइन अपग्रेड हौ न भन्ने खालको समाजले नै चाहन्छ होला जस्तो पनि लाग्छ है यताउता साथी भाइ कता कता बुझ्दा मेरै इनसाइड फिलिङ पनि सही हो त्यसमै मात्रै किन अड्किने भन्ने कुराहरू अब केदार सरले बनाउनुहुन्छ नेक्स्ट त्यही विषयमा स्क्रिप्ट लेख्न लागिरहेको अनि मोर ल्याकिङ केमा छ छोडिदिनु पर्छ कमेडी मुभीहरू छैनन् क्या खालि सिरियस रोना धोना होइन मात्रै भइरहेछ सर कमेडी छैन प्लिज अब सर के भन्नुहुन्छ होइन त्यो दिल खोलाएर हाँस्ने अवस्थै आएको रहेन रहेछ नभए कमेडी मुभी बनाइन्थ्यो होला होइन मलाई चाहिँ अहिले आई थिङ्क मलाई मेरो पर्सनलले चाहिँ कस्तो लाग्छ भने मलाई चाहिँ आई वान्ट टु कनेक्ट विथ अडियन्स होइन अहिले चाहिँ तर हामी एकदम लर्निङ फेजमै छौँ नि त अब हामी सरहरूले भने जस्तै फर्स्ट जेनेरेसन हो क्या अमेरिकामा इस्टाब्लिस गर्नु खोजेको अथवा ब्लु प्रिन्ट बनाउनु खोजेको कि हाम्रो जस्तै तपाईँको नानी हुन्छ होइन हाम्रो सरको नानीहरू हुन्छन् जसलाई चाहिँ फिल्म मेकर हुनु छ भने चाहिँ हामीलाई ब्लु प्रिन्ट बनाउनु पऱ्यो नि त बाटो त खनिदिनु पऱ्यो नि त अनि सो हामी त्यही फेजमा छौँ हामी लर्निङ फेजमा छौँ हामी फाउन्डेसन बनाइरहेको छौँ अनि अहिले चाहिँ सजिलो अथवा लाइक हाउ क्यान बी कनेक्ट अडियन्स भन्दाखेरि अफकोर्स हाम्रै कथा भन्ने मात्रै हो तर टाइम यस्तो आउँछ कि हामीलाई बजेट कतैबाट आयो भने चाहिँ बजेट हो मेन भाइटल रोल त बजेटले प्ले गरिहाल्छ दोस्रो कुरा के छ भने सिद्धार्थको राम्रो लागेको पक्ष मलाई चाहिँ पर्सनल्ली ऊ समाजमा पछाडिएका पनि काम गर्न छोडेका पनि र काम गर्दै गरिरहेका कलाकारहरूसँग पनि उसको लिङ्किङ जेनेरेसन राम्रो छ कनेक्टेड छ फेरि नेटवर्क बिल्डअप छ अब नेटवर्कै नेटवर्थ भन्छ नि अब वर्थ पनि आउला कुनै दिन पैसा पनि आउला बिग बजेट बनाउनलाई अब नभए सन्तोष दाइलाई उसले ब्याक ल्याउनु मलाई ब्याक ल्याउनु होइन प्लस अन्य थुप्रो कलाकारहरूलाई पनि कनेक्टेडमा राखेर कनेक्सनमा राखेर काम गरिराख्नु पनि
मर्न दिएको छैन कि पुरानो इम्प्रेसिभ यार सर मलाई त्यो यो कुरा थाहा नै हो थिएन त तपाईले मलाई चाहिँ के लाग्छ भने नि सर सिरियसली भन्दाखेरि सरहरूलाई हेरेर हामी हुर्केको राइट अब सरहरूको फेरि यस्तो राम्रो कला छ होइन लाइक एक्टिङ सन्तोष रामदामको भयो हाम्रो केदार सरको भयो सिरियसली भनेको दे आर फाइनेस्ट एक्टर क्या त अझै पनि लाइक किनमा सरले थोरै समयमा पनि लाइक कति राम्रो पावरफुल पर्फर्मेन्स दिनुभएको छ होइन अनि फेरि रिहर्सल पनि हाम्रो त्यति राम्रो भएन त्यतिखेर तर उहाँहरूमा कला छ क्या भएको यति नै हो कि प्लेटफर्म छैन नि त नत्र होइन सरहरूको पनि प्लेटफर्म हुनु पहिले पनि हामीलाई प्लेटफर्म दिनु भने त सर उहाँहरू त यतिखेर हामीसँग बस्नु अब प्लेटफर्म मेरो अर्को बिगेस्ट मेरो कन्सर्न चाहिँ हामीले चाहिँ त्यसलाई अब कहाँ जाने त हुन्छ नि हामी चाहिँ खतरा मुभी बनायौँ अरे तर कहाँ पुगिन्छ त त्यो प्रश्नमा चाहिँ धेरै अल्झेको मान्छे हो त्यो चाहिँ अब कहाँ गएर रिलिज गर्नु हो यो कुरामा चाहिँ 1 घन्टा एकजना राम्रो कलाकारसँग मेरो डिस्कसन पराएको थिएँ मैले जस्तै म आफैले पनि झन्नै 30-35 वटा म्युजिक भिडियो भयो होला बनाएर हो नि होइन 30-35 वटा म्युजिक भिडियोमा 2 जनाले गर्दा नि 60 जना कलाकारले खेले कुनै ठाउँमा रिपिट भयो होला त्यो 60 जनामा अहिले 6 जना पनि एक्टिभ छैनन् प्लेटफर्म नदिएको पनि होइन फेरि एउटा फाइनेस्ट भुटनिस लेडिज आर्टिस्टको नाम भन त अरे बाफरे सर तपाईँको हिरोनीको कोहीको नाम भन्नु नि कति बेर लाग्यो सोच्न कोही डेडिकेटेड भएर यो क्षेत्रमा लागेकै छैनन् लेडिजहरू हाम्रोमा 1-2 जना गरुन्जेल हुन्छ बे भएपछि लाइक द्याट 1-2 जना अम्लामा सीमित 5 जना भाइहरू छन् एक्टिभली काम गर्ने त्यही पनि अब यो कुरा निस्किहाल्यो कि 1-2 जना भाइहरू मुभी पढेर आए कि अनि एकजना त सिद्धार्थ सर पनि हुन् सुन न 1-2 जना भाइहरू मुभी पढेर आए उनीहरूलाई के लाग्यो भने ग्रेजुएट गरेर आउँदा मास्टर्स गरेर आउँदा एकैचोटि हलिउडमा एलएमा उनीहरूलाई काम पाइहाल्छ भने उनीहरूले आफ्नो तल धरातल बिर्से कि ती भाइहरू अहिले एउटा 2 मिनटको सर्ट मुभी पनि नबनाइ त्यो सर्टिफिकेट के अरे बक्समा राखेर बसिरहेको छ त्यति यो कुरो चाहिँ आई थिङ्क ग्रेजुएट हुनेले लर्न गर्नु जस्तै अब सिद्धार्थले फुलसेल युनिभर्सिटीबाट पढेर आए काम गरे कि किनभने काम गरेर सिक्ने हो नि त ग्रेजुएट भएर मात्रै त फिल्म बनिँदैन नि त एउटा इन्डस्ट्रीमा 20 वर्ष लाइटम्यान भएर हिँडेको मान्छेले बरु दामी फिल्म डाइरेक्सन गर्न सक्छ तर कलेजबाट मास्टर्स भएर फुत्ता आउँदैमा त उसको स्क्रिन प्ले उसको त्यो सेट डिजाइन हरेक कुरा हुन्छ नि मुभीमा कहाँ त्यतिकै मुभी बनिन्छ तुलसी दाईको एउटा कुरा तुलसी घिमिरे दाई आदरणीय दाईको एउटा कुरा मलाई साह्रो मनपर्छ कि उहाँले के भन्नुभएको छ एउटा इन्टरभ्यूमा भने त्यो अलिअलि पढेर आयो के गर्छ अरे भने पुरा फर्स्ट ड्राफ्ट सेकेन्ड ड्राफ्ट को नि के सर्ट ब्रेक के ब्रेक ब्रेक त्यहाँ ब्रेक गर्छ अरे भरे स्पोर्टमा ब्रेक नसके केही पनि हुँदैन अरे के पहिलो नम्बर त उसको सबै ब्रेक दिमागमा हुनु पर्यो क्या डाइरेक्टरको भिजनमा अनि उसले त्यो स्पोर्टमा गएर त्यो कलाकारलाई त्यो फ्लोमा खेलाउन सक्नु पर्यो नि त होइन अनि मेरै 2-4 जना समकालीन साथीहरूले पनि मुभी पढ्नु भयो पछाडि त मैले पनि पढेँ नि त के पढाउँदो रहेछ भन्न मैले पनि पढेँ नि त गएर मैले पढ्दाखेरि मेरो टेस्टमा म कन्फ्युजन हुँदाखेरि उसलाई स्क्रिनसट गरेर पठाएर भाइ यसको एन्सर भन्दै पास भएको मान्छे हो म तपाईले चाहिँ कसलाई पठाउनु होइन होइन त्यो पुरानो भइसक्यो दिमाग अनि हुँदैन आउँदैन एन्सर अनि ठ्याक्कै स्क्रिनसट गरेर पठाउँथेँ कि एभ्री विक चाहिँ टेस्ट हुन्छ नि त अनि पठाए दाइ सर यो क्लिक गर्नु भनेपछि ठ्याक्कै 100 ल्याउँथेँ क्या म अनि मैले पनि देखेँ त्यो पढेर घमण्ड नगरिकन सानोतिनो काम गर्दै जाने हो भने सिद्धार्थ भाइको ठाउँमा फेरि पढ्नु पनि हुँदैन त भनेको होइन बन्दै भनेको छैन मैले त्यहाँ जोडे नि घमण्ड नगरिकन सानोतिनो काम गर्दै जाने भने सिद्धार्थ भाइको ठाउँ ओगट्न सकिन्छ भनेको हो म चाहिँ के गर्नु सर त्यहाँदेखि उता म चाहिँ एउटा कुरा लेखेर राख्नु भुटनिसको यहाँ अमेरिका क्यानाडा अस्ट्रेलियामा बस्ने भुटनिसको फिल्म इन्डस्ट्री चाहिँ हुँदैन नि छैन होइन हुँदैन कहाँ हुन्छ त यहाँ हलिउडमा बसेर भुटनिसको फिल्म इन्डस्ट्री हुन्छ हुँदैन नि त यहीँ छ अलरेडी हाम्रा केही साथीहरू ताम्सेया छन् इन्डस्ट्री खोल्ने भन्ने इन्डस्ट्री हामीले कहाँबाट खोल्नु प्रोडक्सन हाउस खोल स्टुडियो खोल काम गर स्ट्रेट मेरो कुरा नराम्रो लाग्न सक्ला नयाँ आउनेहरूलाई
निरन्तर काम गर्नु, लिङ्क बढाउनु, ठुल्ठुलो प्रोडक्सन हाउसमा गएर काम सिक्नु, नेपालमा सिक्नु, बरु इन्डिया जानु, या चान्स पाउँदा हलिउड जानु। अस्ति हलिउडमा काम गरेर आए सिद्धार्थ भाइले होइन, कुरो ल्याउनै छ त्यो है मैले तर हाम्रो यहाँ ग्रुप बनाएर कन्फरेन्स गरेर अब हाम्रो इन्डस्ट्री सुरु हुन्छ भन्यो भने चाहिँ त्यो चाहिँ जिन्दगीमा पनि हुनेवाला छैन।